ओ माई गड, तिनी माछाका भुराहरू हिँड्ने अगाडि हेर्नुहोस् त। तिनी माछाहरूको यो यता कता नि हिँडिरहेको छ। त्यो माछाको त काँडै काँडा भएको माछाको मुरेर हिँडिरहेको छन् ती। हेर्नु न के कस्तो खाले माछा हो यो। माछा के हो यो, हिली माछा जस्तो भन्छ नि नेपालतिर। गुड मर्निङ, फेरि पनि नमस्ते सबैजनालाई। सबै सन्चै हुन्छ भन्ने आशा गरेको छु र म पनि ठिकै छु भन्नुपर्छ हैन। अब हामी कोलापेलेस त छौँ, तर कोलापेलेसमा समुद्रको कतिको छ त भनेर हामी यसो एकतिर छेउबाट हेरिरहेका छौँ। अहिले यो छेउमा यसो म भिडियो बनाउन आइरहेको छु। हामी जहाँ उता लङ्काबाट आएर झर्ने ठाउँ, फेरीमा झर्ने ठाउँ हैन। त्यहाँ कतिको बाफ छ त पानीहरूको भनेर हामी एउटा भिडियो, सानो भिडियो बनाउन गइरहेको छु। सबैले हेरिराख्नु होला है त। अब तपाईँले उता पछितिर हेर्दै गर्नुहोस् है त। ल हेर्नुहोस्, यो भनेको पर्लेस पेलेसको यहाँनिर समुद्रको लगभग इन्डै रहेछ साथीहरू। यहाँभन्दा अगाडि रहेनछ। म यहाँ कहिले आएको थिएन है। यो इन्डै रहेछ अवस्था। अब हामी माथिबाट चढेर आउँदाखेरि सर्लक्क यहाँ त आउँछ, तर यहाँ आयो भने यो चाहिँ एकदम समुद्रको छेउ रहेछ के, तीर छेउ हैन। तर यहाँबाट अगाडि त अब मेन समुद्रबाट जानु पर्यो हैन। हो त्यो टापुहरू बोटहरू आइरहेको छ। हामी सायद अब जाने पनि त्यही बाटो नै होला। सानो बोटहरू हिँडिरहेका छन्, त्यही बाटो नै होला हैन। तर यत्न आउँदाखेरि एकदम सुक्खा छेउ, एकदम तीर नै पर्दो रहेछ। ल हेर्नु न, यो एकदम पुरा तीर नै पर्दो रहेछ। उतातिर हरियाली सर्लगी छ भन्दाखेरि यहाँसम्म आयो भने सबै लास्ट तीर पर्दो रहेछ भन्ने कुरा बुझ्यो। ओ माई गड, हो पारेको पनि देखिँदैछ त, ऊहरू पनि देखिँदैछ त हैन। त्यो पारीको के हो त्यस्तो, त्यो घर सेतो बादल यो सेतो सेतो देखिरहेको छ हैन, त्यो पनि देखिँदो रहेछ। यिनी राता राता अब यिनीको सिग्नल, फेरीको सिग्नलहरू होला हैन, यहाँ देखिँदो रहेछ। तर यत्न आउँदाखेरि तपाईँको सबै तिरै रहेछ। हामी योभन्दा अगाडि चाहिँ जाँदाखेरि हामी जाने चाहिँ यही हो हैन। यहीँबाट भित्र प्रवेश गर्ने हो। योभन्दा प्रवेश गर्ने ठाउँ अर्को चाहिँ छैन हैन, यहीँबाट जाने हो। तर यत्न आउँदाखेरि एकदम सानो तीर रहेछ। र यतातिर पनि सुरु भयो के गाडीहरूको, अब लास्टै भनौँ न, यतातिर पनि सर्लकै यो लास्टै नै छ हैन। योभन्दा उँधो चाहिँ समुद्र रहेन रहेछ। समुद्र जति सबै फर्केर पल्लो साइड उतातिर गएको रहेछ भन्ने कुरा यहाँनिर बुझियो। अब सधैँ हतारमा आउने, सधैँ हतारमा जाने हैन, सधैँ अँध्यारोमा आउने कि बिहानैमा हुने कि राति नै हुने। चढ्यो फेरि यतातिर बसको लागि समस्या पर्छ भन्दा फेरि बसतिर हिँड्यो। त्यो गर्दा गर्दै अब फुर्सद नपाइने, हेर्न नपाइने। तर आज मेरो चाहिँ फेरि 10 बजे भएको हुनाले 9 बजेको फेरि अब जान ठिक्क तयारी छ। 10 बजेको फेरि मेरो हुँदाखेरि आज मलाई बहुत ढिला भइरहेको छ। रुमतिर बल्ल त्यहाँ 1 घन्टा पछि भनेपछि तपाईँको 11 बजे त्यहाँ पुग्छु। लगभग रुममा जाँदाखेरि मलाई 12 जति बज्छ। अनि 12 जति बजेपछि फेरि खानु पर्यो, के गर्दा नुहाइधुवाइ फेरि अनि सुत्दाखेरि लगभग 1 बज्छ। अनि 1 बजे 5 बजे उठेर फेरि ड्युटी आउनु पर्ने कुरो हुन्छ भन्दाखेरि गाह्रो छ मलाई। जिन्दगी गाह्रो छ साथीहरू हैन। तपाईँहरूलाई के छ कस्तो छ हैन। तर जस म जस्तै आउने जाने गर्ने साथीहरूले अब यदि देख्नु भएको छैन भने, थाहा पाउनु भएको छैन भने, यो चाहिँ समुद्रको एउटा लास्टै छेउमा रहेछ भन्ने कुरो यसरी बुझ्नु होला, हेर्नु होला। कुनै दिन समय पर्यो, मौका पर्यो भनेदेखि हेर्दै पनि आउनु होला। तर दलदले माटोहरू धेरै नै छ। ओ माई गड, तिनी माछाका भुराहरू हिँड्ने अगाडि हेर्नुहोस् त। तिनी माछाहरूको यो यता कता नि हिँडिरहेको छ। त्यो माछाको त काँडै काँडा भएको माछाको मुरेर हिँडिरहेको छन् ती। हेर्नु न के कस्तो खाले माछा हो यो। माछा के हो यो, हिली माछा जस्तो भन्छ नि नेपालतिर, त्यही पनि रहेछ हैन। यो बगरहरूमा अहिले गङ्गटाहरू टनकै छ। त्यो माछा कि त्यो कस्तो गरेर हिँडिरहेको छ त्यो माछा। ल
अचम्मै लाग्छ होइन। देख्नुभयो भने तपाईँले कमेन्ट गर्नु होला होइन, यो कुन माछा हो, कस्तो खाले माछा हो भन्ने कुरा होइन। फेरि त्यसले पनि एक अर्कालाई खाँदो रहेछ सबै कुरा। माथि ढाडमा पुछ्रुम्रे जस्तो कि यत्रो भएको त्यस्तो त्यस्तो रहेछ होइन। पारी पनि यत्रो एकदम उनै रहेछ, गाउँ बस्ती जस्तै नै रहेछ होइन। यतापट्टि पनि यस्तै रहेछ। 9 बजेको फेरि जान तयारी छ, फेरि पनि जानकारी गराएँ म हजुरहरूलाई। मेरो चाहिँ 10 बजेको, त्यही भएर गाह्रो गाह्रो भइरहेको छ मलाई होइन। यो चाहिँ ठ्याक्क लाएर जङ्गल झाडी भनौँ न, जङ्गल झाडी ठ्याक्कै लास्टै इन्डमा रहेछ भन्ने कुरो आज चाहिँ बुझियो होइन। तपाईँहरूलाई के लाग्छ, कस्तो लाग्छ, जस्तो लाग्छ त्यस्तै अब कमेन्ट गर्न नबिर्सिनु होला र भिडियोलाई पनि सधैँभरि माया गरिदिइराख्नु होला। यस्तै भिडियोहरू हुन्छ होइन। धेरै राम्रो भिडियो बनाउनु सकिँदैन, फुर्सद पनि हुन्न, समय पनि छैन। यस्तै भिडियोहरू हुँदै गर्छ, हेर्दै गर्नु होला, समेत गर्नु होला। यतापट्टि हेर्दाखेरि हरियाली टक्क गाडीहरू पार्किङ गरेको यो अवस्था छ, जङ्गलै जङ्गल। तर पनि पार्किङहरू चाहिँ गरेकै छ कि राम्रो तरिकाले होइन। ठ्याक्क लाएर राम्रो तरिकाले जङ्गलहरूमा भयो भने पार्किङहरू गरेकै छ। ठ्याक्कै यस्तै हुँदो रहेछ होइन। अब पारी अलिकति आयो, फेरि सानो खरर गर्दै हिँडिरहेको छ र देखि त दौडिरहेको छ। त्यति पानीमाथि सररै हेर्न आइपुग्यो होइन। जाने कता हो, यतितिर होला नि, लोकलतिर होला नि, लोकलतिर जाने होला होइन। ठुलो फेरि हो त, यतातिर आउने कुरो भएन। सिधै लिएर आउने र जाने मात्रै कुरोकानी हुन्छ होइन। अब अरू नयाँ देखाउँ भने त नयाँ के देखाउँ र खै। यस्तै हो। अलि समय र मौका पऱ्यो भने म हजुरहरूलाई फेरि पनि भिडियो देखाउने छु। आशा गर्दै गर्नु होला होइन, वेट गर्दै गर्नु होला। हेर्दै आउने नै छु, देखाउने नै छु हजुरहरूलाई। यो जति हेरे पनि यही नै हो साथीहरू, योभन्दा अरू छैन होइन। यस्तै हुन्छ सानो, यस्तै हुन्छ। जति हेऱ्यो पनि जति फर्काए पनि योभन्दा अरू विकल्प छैन साथीहरू होइन। अब म उतातिर लाग्छु बिस्तारै। अब यतिकै जानकारी भयो हजुरहरूलाई होइन। बिस्तारै लाग्यो। झोला चाहिँ छोड्ने कुरो हुँदैन है साथीहरू। झोला चाहिँ जहाँ गए पनि जता गए पनि आफ्नो बोक्ने नै पर्छ, हिँड्ने नै पर्छ, नबोकेर हुँदैन। अब यस्तै छ। अब यो समुद्रको छेउ चाहिँ तपाईँहरूले देखिहाल्नु भयो होइन। बिहानी पखको झुक्के घाम छन्, तातो लाग्दैछ। अब भित्र वेटिङमा पनि कति बस्नु होइन। वेटिङमा सबै 9 बजेको लागि सबै जानुभएको छ, 10 बजेको लागि आउँदै हुनुहुन्छ। अब र गाडी भनेको टनक्कै के जता पनि पार्किङ गर्नुभएको छ, जता पनि पार्किङ गर्ने ट्याक्क मिलाएर झ्याप्प राख्ने बानी चाहिँ छ यहाँ। पार्किङको चाहिँ धेरै खेल हुन्छ कि यहाँ। ट्याक्सीहरू गाडीहरू सबै कुरा मिल्छन् होइन। अब सबै भित्र प्रवेश गरिसक्नु भएछ, म मात्र एक्लै बाहिर राखेको छु होइन। यो चाहिँ ट्याक्सीको गाइजहरू होइन। अब हजुरलाई यति भन्दै बाई गरौँ गाइजहरू, फेरि आउने समयमा धेरै गर्दै गरौँला। के गरौँ त नि, यस्तै त छ चालामाला। यही हो साथीहरू चलाएर होइन। ट्याक्सी स्टेसन भयो यो होइन, सबै सकिएको छ अहिले, कुनै पनि छैन साथीहरू, कुनै पनि हुनुहुन्न, एक्लै म मात्रै। अब यता के थियो, 7 आवर आएको ऊ जस्तो भौतारिँदै बस्दै गरेको छु, हिँडेको छु। के 10 बजीसम्मलाई वेट गर्नै पऱ्यो, कुर्नै पऱ्यो मैले। 10 बजीसम्म नकुरी भएन। सबै बन्द हुनुभएछ, म चाहिँ वेटिङ गर्नुपर्ने अवस्था। हाम्रो खुलेको छैन, फेरि स्टेसन बन्द छ। यो 9 बजेको सबै गइसक्नु भयो, 10 बजेको म मात्रै छु। हुँदै हुनुहुन्छ, भेट्दै गर्नुपर्छ, बस्दै गर्नुपर्छ साथीहरू होइन। मलाई बाई गर्नुपर्छ। अब यसरी मिलेर आउनुपर्छ, फेरि पल्लोपट्टि नै जानुपर्छ, बाई गर्दै बस्नुपर्छ। ल अहिलेलाई यतिकैमा बाई सबैलाई।